गरी जनताले आन्दोलन गर्यो, जेनजी आन्दोलन भयो। जेनजी आन्दोलनमा चाहिँ दुखी गरिब जनताको छोराछोरी मारिएका छन्। त्यही सरकारको रगतमा टेकेर पुगेको अहिलेको त्यति सरकारले बेला त तपाईँको विद्यार्थी सङ्गठन त्यति बेला बोलेन भन्ने घोर आरोप छ कि कुन विषयमा बोलेन विद्यार्थी सङ्गठन त्यति बेला चाहिँ जति बेला जेएनजी आन्दोलनमा कतिवटा बच्चाहरूलाई स्कुल ड्रेसमा होइन बोलेको हो, त्यो बेला मैले बोलेको हो। मैले मेरै प्रधानमन्त्री सरकारमा हुँदाखेरि राजीनामाको माग गरेको हो। त्यति बेला सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो। तपाईँहरू मनमा नै बोल्नुभयो कि बाहिरै बोल्नुभयो? त्यति बेला बोलेकै हो। त्यति बेला म खोटाङमा थिएँ। त्यति बेला त्यतिखेर मिडियाहरू हुँदैन थियो र मैले एउटा आवाज उठाएको थिएँ, सरकारले राजीनामा दिने कि हामीले एमाले छोड्ने भनेर दिएको थिएँ। त्यसको 1-2 घन्टा पछाडि सम्माननीय केपी शर्मा ओलीज्यूले राजीनामा पनि दिनुभयो एउटा नैतिकताको आधारमा। विद्यार्थीहरू मरिरहँदाखेरि हामी विद्यार्थीहरू चुप लाग्नु हुँदैन भनेर मैले भनेको सार्वजनिक रूपमै बोल्नुभयो कि? सार्वजनिक रूपमै हो नि, सामाजिक सञ्जाल भनेको सार्वजनिक रूपमा हुँदैन। त्यहाँ मैले बोलेको थिएँ र दिनुभयो उहाँले। जुन त्यस पछाडि राजीनामा दिनुभयो र म उहाँको पक्षमा रहेँ। तपाईँले बोलेपछि दिएको जस्तो लाग्छ तपाईँ? मैले बोलेपछि दिएको होइन, उहाँ दिनुहुन्थेन थाहा भएन। तर मेरो एउटा विद्यार्थी सङ्गठनको नेता हुँदै गर्दाखेरि विद्यार्थीको लागि बोल्नुपर्छ भनेर मैले क्वेसन उठाएको हो। र अहिले पनि म तपाईँहरूलाई के भन्न चाहन्छु भने बालेन सरकारले गरेको राम्रो कामहरूलाई खुलेर प्रशंसा गरेर मैले सेयर गरेको छु। र मैले के पनि देखेको थिएँ भने बालेन सरकारले गरेको सबै राम्रो कुरालाई प्रशंसा पनि गरिन्छ र यदि जनता दुखी हुने काम र जनताका विरुद्धमा कुनै पनि कामहरू भए भने त्यसको विरुद्धमा आवाज पनि उठाइन्छ। बालेन्द्र शाहले गरेको एउटा राम्रो काम भन्नुहोस् त। बालेन्द्र शाहले अहिले गर्नुभएको जुन एउटा नेताहरूको मुख्य जुन शीर्ष स्थानमा रहेका व्यक्तित्वहरूको चाहिँ सम्पत्ति छानबिन गर्ने भनेको छ, त्यो कुरामा मेरो एकदम फुल्ली सपोर्ट रहेको छ। उहाँलाई एकदम स्यालुट गर्न चाहन्छु यो कुरामा। सम्पत्ति छानबिन होस् र अझ म के पनि भन्न चाहन्छु भने हाम्रो नेतामा रहेका जति पनि नेताहरू हुनुहुन्छ उहाँहरूमाथि जति पनि आरोपहरू लागिरहेका छन् त्यो कुराको निष्पक्ष छानबिन होस् र यदि उहाँहरू दोषी हुनुहुन्छ, उहाँहरूले न्याय पाउनुपर्छ दोषी हुनुहुन्छ भने र जो के हुनुहुन्छ होइन उहाँहरूलाई न्याय मिलोस् भन्न चाहन्छु। र यदि उहाँहरूले चाहिँ त्यस्तै नराम्रो काम गर्नुपर्छ। तपाईँलाई थाहा छ तपाईँहरूको एउटा शीर्ष नेता माधव कुमार नेपाल भन्ने हुनुहुन्छ नि, पूर्व प्रधानमन्त्री होइन? माधव कुमार नेपालज्यूले के भन्नुभएको थियो थाहा छ मिडियासँग? एउटा प्रधानमन्त्री भइसकेको मान्छे र संसद भइसकेको मान्छेसँग 1 करोड पैसा हुनु, 1 करोड सम्पत्ति हुनु सामान्य कुरा हो भन्नुभएको छ। यस्तो हो, उहाँहरूले धेरै पटक अब उहाँहरूको पुर्ख्यौली सम्पत्ति पनि थियो होला, उहाँहरूले धेरै पटक संसदहरू मन्त्रीहरू खाइ पनि सक्नु भएको थियो होइन। अब के भयो उहाँहरू आफै पनि कमाउने हुनुहुन्थ्यो होला, त्योभन्दा अगाडि त्यो विषयले पनि भयो होला। तर अब कति भयो के भयो म यो विषयमा बोल्न चाहदिनँ। के पनि भन्न चाहदिनँ। मैले एउटै बोल्ने विषय अहिले भनेको मैले अरू कुनै विषय सरकारको विरुद्धमा अरू विषयमा होइन, जुन अहिले विद्यार्थीहरू मार्न परिरहेका छन् पेट्रोलियम पदार्थ, जुन विद्यार्थीहरू हामी विद्यार्थीहरू यहाँ उत्रिनु भनेको विद्यार्थीको हितको लागि नै हो र देशको लागि हो कि विद्यार्थीको मात्र हो? विद्यार्थी देशका आम नागरिकको लागि हो, आम नागरिकको लागि हो होइन। विशेष गरेर सरकारले यो मूल्य नघटायो भने तपाईँ निरन्तर सडकमा आएर अब दिनुपर्छ, जनताको लागि दिनुपर्छ नि भन्न चाहन्छु। धन्यवाद सबैजनालाई।